साथीहरू, के तपाईले कहिल्यै सोच्नु भएको छ कि केही मानिसहरूले जति खाए पनि उनीहरूको तौल कहिल्यै बढ्दैन र अर्कोतर्फ केही मानिसहरूले पानी मात्र पिए पनि उनीहरूको तौल बढ्छ? आज यो भिडियोमा हामी यस पछाडिका वैज्ञानिक तथ्यहरू र यसमा लुकेका रहस्यहरू बारे जान्नेछौँ, त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्। पहिले आनुवंशिकीको बारेमा कुरा गरौँ। हाम्रो तौल हाम्रो डीएनए अर्थात् जिनमा धेरै हदसम्म निर्भर गर्दछ। वैज्ञानिकहरू भन्छन् कि हाम्रो शरीरको चयापचयलाई नियन्त्रण गर्ने धेरै जिनहरू छन्। यदि तपाईका आमाबाबु वा परिवारका सदस्यहरू पातलो छन् भने सम्भवतः तपाईले उनीहरूको चयापचयसँग सम्बन्धित जिनहरू प्राप्त गर्नुभएको होला। अनुसन्धानले देखाउँछ कि एफटीओ जस्ता जिनहरूले हाम्रो शरीरको तौल नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। केही मानिसहरूमा यी जिनहरू यस्तो तरिकाले काम गर्छन् कि तिनीहरूको शरीरले खानामा क्यालोरीहरू धेरै छिटो जलाउँछ र यही कारणले गर्दा तिनीहरूमा तौल बढ्ने सम्भावना धेरै कम हुन्छ। त्यसैले अर्को पटक तपाईले कसैलाई भन्नुहुन्छ कि तपाईँ कति भाग्यमानी हुनुहुन्छ कि तपाईको तौल कहिल्यै बढ्दैन, याद राख्नुहोस् कि यो उनीहरूको मेहनतभन्दा बढी उनीहरूको जिनको जादु हो। अब दोस्रो, चयापचयको बारेमा कुरा गरौँ। साथीहरू, चयापचयको अर्थ शरीरले कति छिटो ऊर्जा खर्च गर्छ भन्ने हो। केही मानिसहरूको आधारभूत चयापचय दर अर्थात् बीएमआर उच्च हुन्छ र यसको मतलब यी मानिसहरूले आराम गर्दा पनि धेरै क्यालोरीहरू जलाउँछन्। उदाहरणका लागि 2020 को एक अध्ययनले पत्ता लगायो कि समान आहार खाने मानिसहरूमा पनि उनीहरूको चयापचयको दर फरक हुन सक्छ। जसको चयापचय छिटो हुन्छ उनीहरूको शरीरले खानालाई तुरुन्तै ऊर्जामा परिणत गर्छ, जबकि ढिलो चयापचय भएका मानिसहरूमा खानाबाट बोसो जम्मा हुने सम्भावना धेरै हुन्छ। के तपाईले कहिल्यै याद गर्नुभएको छ कि केही मानिसहरू नथाकिकन दिनभरि दौडिरहन्छन्? यसको कारण पनि उनीहरूको छिटो चयापचय हुन सक्छ। साथीहरू, तौल नबढ्नुको अर्को ठूलो कारण भोकमा नियन्त्रण हो। साथीहरू, केही मानिसहरूको शरीरले घ्रेलिन र लेप्टिन जस्ता हर्मोनहरूलाई राम्रोसँग सन्तुलनमा राख्छ। घ्रेलिनलाई भोक हर्मोन भनिन्छ, जसले हामीलाई भोक लाग्ने सङ्केत दिन्छ, र लेप्टिनलाई तृप्ति हर्मोन भनिन्छ, जसले हामीलाई पेट भरिएको बताउँछ। जिन मानिसहरूको तौल स्थिर रहन्छ उनीहरूमा यी हर्मोनहरू सन्तुलित हुन्छन्, जसले गर्दा उनीहरूले आवश्यकभन्दा बढी खाना खाँदैनन्। हार्वर्डको रिपोर्टले भन्यो कि जो मानिसहरू कम खाना खाँदा पनि ऊर्जाले भरिपूर्ण हुन्छन् उनीहरूमा हर्मोनल सन्तुलन राम्रो हुन्छ। त्यस्तै तपाईले पनि देख्नु भएको होला कि केही मानिसहरू धेरै सक्रिय हुन्छन्। उनीहरू दिनभरि हिँड्ने, खेल्ने र शारीरिक गतिविधिमा व्यस्त हुन्छन्। यदि तपाईले उनीहरूको दिनचर्या हेर्नुभयो भने तपाईले थाहा पाउनुहुनेछ कि उनीहरू लामो समयसम्म कहिल्यै बस्दैनन्। राष्ट्रिय स्वास्थ्य संस्थानको अध्ययन अनुसार सक्रिय जीवनशैली भएका मानिसहरूले औसतमा 200 देखि 400 क्यालोरी बढी जलाउँछन्, जसले तौल नबढ्न मद्दत गर्छ। त्यसैले यदि तपाईको साथीको तौल बढिरहेको छैन भने उनी सायद तपाईभन्दा बढी सक्रिय छन् र उनीहरूलाई प्रशंसा गर्न नबिर्सनुहोस्। के तपाईलाई थाहा छ कि तौल नबढ्ने मानिसहरूले प्रायः थोरै र स्वस्थ भोजन लिन्छन्? उनीहरूले धेरै चिल्लो वा क्यालोरीयुक्त खाना कम खान्छन्। उनीहरू फाइबर र प्रोटिनले भरिपूर्ण खानामा ध्यान दिन्छन्। यसबाहेक उनीहरूले खानालाई राम्रोसँग चपाएर खान्छन्, जसले उनीहरूको पाचनमा सुधार गर्छ। अध्ययनका अनुसार बिस्तारै खाने मानिसहरूले कम क्यालोरी खान्छन् किनभने उनीहरूलाई चाँडै सन्तुष्टि मिल्छ। यी सबै बाहेक साथीहरू, केही मानिसहरूको तौल नबढ्नुको पछाडि स्वास्थ्यसँग सम्बन्धित केही समस्याहरू हुन सक्छन्, जसमा पहिलो हो थाइरोइडको समस्या। हाइपरथाइरोइडिजममा थाइरोइड हर्मोन धेरै मात्रामा बन्न थाल्छ, जसले चयापचयलाई छिटो बनाउँछ। दोस्रो, मधुमेह टाइप 1। मधुमेह भएका मानिसहरूको तौल छिटो घट्न सक्छ। तेस्रो, आन्द्राको स्वास्थ्य। यदि पाचन प्रणालीमा पोषक तत्त्वहरू राम्रोसँग अवशोषित भएनन् भने पनि तौल बढ्दैन, र यदि तपाईलाई पनि लगातार तौल नबढ्ने समस्या भइरहेको छ भने डाक्टरको सल्लाह लिनु आवश्यक छ। के तपाईलाई थाहा छ कि तनाव, चिन्ता र डिप्रेसनले पनि तौलमा असर पार्न सक्छ? कोर्टिसोल जस्ता तनाव हर्मोनका कारण केही मानिसहरू या त धेरै खान्छन् वा खाना खान बिर्सन्छन्, र धेरै तनावमा रहने मानिसहरूले कहिलेकाहीँ आफ्नो भोकलाई नियन्त्रण गर्न सक्दैनन्, जसले गर्दा उनीहरूको तौल कम हुन सक्छ। अर्थात् शारीरिक र मानसिक स्वास्थ्यको गहिरो सम्बन्ध छ। यदि तपाईको तौल बढिरहेको छैन र तपाईँ यसलाई बढाउन चाहनुहुन्छ भने तपाईले केही कुराहरूमा ध्यान दिनुपर्छ, जस्तै क्यालोरी बढाउने। दिनभरमा 500 देखि 700 अतिरिक्त क्यालोरी लिनुहोस्। उच्च प्रोटिनयुक्त आहार, अण्डा, मासु, दाल र दूध जस्ता प्रोटिनयुक्त खाद्य पदार्थहरू खानुहोस्। तौल प्रशिक्षण अभ्यास गर्नुहोस्, विशेष गरी तौल उठाउने। आराम गर्नुहोस्, पर्याप्त निद्रा लिनुहोस्। निद्राले चयापचय र मांसपेशीको वृद्धिमा सुधार गर्छ, र डाक्टरको सल्लाह पनि लिनुहोस्, र यदि तौल बढिरहेको छैन भने चिकित्सा जाँच गराउनुहोस्। त्यसैले साथीहरू, यी कारणहरू थिए जसले गर्दा केही मानिसहरूको तौल बढ्दैन। याद राख्नुहोस्, प्रत्येक व्यक्तिको शरीर फरक हुन्छ। कसैको पातलो हुनु वा कसैको मोटो हुनु उनीहरूको आहार वा गतिविधिमा मात्र निर्भर हुँदैन, तर उनीहरूको आनुवंशिकी, चयापचय र जीवनशैलीको पनि ठूलो भूमिका हुन्छ।
साथीहरू, यदि तपाईँ यस जानकारीसँग सहमत हुनुहुन्छ र तपाईँले केही नयाँ कुरा सिक्नु भएको छ भने भिडियोलाई लाइक गर्नुहोस् र हाम्रो च्यानललाई सदस्यता लिन नबिर्सनुहोस्। अर्को भिडियोमा भेटौँला।